हामी गृह मन्त्रालय हामी एन्फोर्स गर्ने हो। ट्राफिकको फाइन कुनै लाउँछ भने ट्राफिकले फाइन त उहाँहरूले कोर्ने होइन नि त। भौतिक तथा यातायात मन्त्रालयको विभाग छ, त्यहाँबाट नियम कानुन बनाएर हाम्रो सदनबाट पास भएर बल्ल त्यो विधेयक हो। तपाईँहरूलाई सिकाउनु पर्ने मैले जो भर्खरै राजनीतिमा आएको छ त्यो विधेयक हो भनेर। मलाई भन्नुभएको होइन तपाईँहरूले, कतिजना मान्यज्यूहरूले मलाई भन्नुभयो होइन संविधानको स थाहा छैन यहाँ आएर भने। अहिले आएर संविधानको स थाहा नहुने मान्छेले तपाईँलाई संविधान सिकाउनु पर्ने यो दिन आएको हो यो सदनमा। त्यही भएर मान्छेहरू यो सम्मानित सदनको गरिमा राखिराखौँ इन रेस्पेक्टेड वे। नेपाली जनताले धेरै आशा गरेछन् यसपालि हामीबाट, तपाईँबाट पनि आशा गरेछन्, हामीबाट पनि आशा गरेछन्। र यसमा पक्ष र विपक्ष भन्नाले एउटै डुङ्गामा चढेर जाउँ न एउटा नेपाल राम्रो बनाउनको लागि। के छ र गल्ती हाम्रो भयो भने हामी सुधारौँला, गल्ती तपाईँबाट सुधारौँला। किन यो भेदभाव कति गर्ने हामीले, यो कति हेर्ने, नेपाली जनताले कति सहने र यसलाई अहिले आएर कसैको पीडालाई राजनीतिकरण गर्ने कसैको पीडालाई, यस्तो त गर्नु भएन नि हजुर। यो त इस्यु होइन नि त। निर्मला हत्याकाण्ड पनि राजनीति भएको होइन त्यतिखेर? तपाईँहरू मलाई भन्नुहोस्, त्यो सानो नानीको लासमाथि राजनीति गर्ने को हो त्यतिखेर? त्यही भएर यसमा हामीले गर्नुपर्ने हाम्रो आफ्नो दायित्व, नेपाल सरकारको तर्फबाट दायित्व, हामीले 1 इन्च पनि हामी छोड्दिनौँ। हाम्रो आफ्नो कर्तव्य पुरै गर्छौँ र नचाहँदै पनि आफ्नो अथक प्रयासपछि पनि आज हाम्रो गणेश नेपाली भाइले आज हामी माझ हुनुहुन्न। म बुझ्छु यो कुरा, तपाईँहरूको प्रश्नहरू म बुझ्छु, तपाईँको धेरै क्वेसन्सहरू छ, तर हामी त्यहाँ हुँदै गर्दा हामीले आफ्नो बेस्ट दिएको। विश्वास गर्नुहोस्, मलाई ढाँट्नु आउँदैन। म पहिलादेखि भन्छु मलाई ढाँट्नु आउँदैन, मलाई ढाँट्नु मन लाग्दैन। र अहिले यस्तो गरिमा म सदनलाई मैले ढाँट्दाखेरि मलाई पाप लाग्छ। म सारा नेपाली जनतालाई ढाँटिरहेको हुन्छु। म यस्तो ढाँट्नु मलाई मन लाग्दैन। जी हो, यही हो यथार्थ। तपाईँले मिडियाकर्मी साथीहरूलाई सोध्नु होला, कहिले मैले बोलाएको छु मिडियाकर्मी साथीलाई मलाई आएर घेरेर बस भनेर? कहिले भनेको छु मैले? उहाँहरूले आफ्नो कर्तव्य निर्वाह गर्नलाई धेरैवटा प्रश्न गर्नुहुन्छ, त्यही पनि मैले प्रश्न उत्तर नदिकन आफ्नो काममा सुरु हिँड्छु। कति कुरा मैले चिप्लेर बोली, किनकि सदनमा हेर्दै गर्नुहोस् न। म यहाँ उभिनेपछि सबैजना कसरी हेर्नुहुन्छ, अब सुदन गुरुङले गृहमन्त्रीले केही चिप्ल्याउँछ र त्यसलाई भाइरल बनाउँला भनेर बुझिरहेको हुन्छ। त्यो हो तरिका? तर त्यही पनि कतिजना मानिसज्यूहरू, विपक्षी मानिसज्यू भए पनि मलाई माया गर्नुहुन्छ, मैले देखाएको छु। हाम्रै मानिसज्यूहरूले धेरै माया गर्नुहुन्छ। कति गलत गर्ला कि हामीले सच्याइदिनुपर्छ म सम्झाइ पनि राख्नुहुन्छ, त्यसमा म एकदमै आभारी छु। आइएम भेरी ह्याप्पी, आइएम मोर देन ह्याप्पी। म एउटा जेनेरेसनलाई रिप्रेजेन्ट गर्छु, एउटा युथलाई रिप्रेजेन्ट गर्छु, एउटा नयाँ पुस्तालाई रिप्रेजेन्ट गरेर हामीहरू आइरहेको छौँ। र त्यो पुस्ताको इज्जत धान्ने कर्तव्य मेरो हो। र म त्यो पुस्ताको इज्जत फाल्न नदिनको लागि म हर कदम प्रयास गर्छु। तपाईँहरूको नि इज्जत नफाल्नको लागि विदेशमा गएर म तपाईँहरूको इज्जत पनि धान्नलाई म हर कदम प्रयास गर्छु। चाहे तपाईँ काङ्ग्रेस होस्, चाहे तपाईँ एमाले होस्, तपाईँ माओवादी होस्, हामीलाई त्यस्तो सरकार छन्। तपाईँ एउटा नेपाली हो मेरो लागि, तपाईँ मेरो दाजु हो, मेरो भाइ हो। सारा संसारमा, सारा ठाउँमा मैले भनिसकेको छु यो कुरा।